यो चाहिँ भ्यू टावर टक्क लाएर यहाँ रेस्टुरेन्टहरू पनि रहेको छ देख्न सक्नुहुन्छ होमस्टेहरू रेस्टुरेन्टहरू रहेको छ यहाँ बस्नको लागि चाहिँ टक्क आज चाहिँ सबैजना पिकनिकको लागि आएको छन् टन्नै छन् यहाँ टावरमा चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ भ्यू टावर हो काठमाडौँको सबै भ्यू राम्रो देख्न सकिन्छ टक्क लाएर यहाँ चाहिँ अब पसलहरू पनि लगेको छ खानको लागि यसरी देख्न सक्नुहुन्छ यहाँ पसलहरू उपलब्ध खानको लागि रहेको छ ल टक्क लाएर यो चाहिँ कालुपाण्डेको डाँडा भन्छ यसलाई चाहिँ देख्न सक्नुहुन्छ यो टक्क लाएर यहाँको भ्यू चाहिँ यस्तो रहेको छ अहिलेको साधारण भ्यू